ओ साथी त यहाँ पो रहेछस् यार कति फोन गरे फोन पनि उठाउँदैनस् यहाँ रो बसिरहेको रहेछस् अनि ए विशाल अचानक नै आइस् त त ल फोन आएको थाहा पाएन नि त मैले साथी सुन्न यार मलाई अलिकति पैसा चाहिएको थियो अर्जेन्ट पर्यो होइन घरमा भाडा तिर्नुपर्ने चामल किन्नुपर्ने लास्ट अर्जेन्ट पर्यो मलाई 5000 जति व्यवस्था गर्नु पर्यो साथी त्यति गर्नु पर्यो पैसा त मागी साथी यार मसँग पैसै छैन यार आजकल हेर्न मेरो काम त्यस्तै छ कहिले झ्याप्पै आउँछ कहिले झ्याप्पै जान्छ अब स्थिति यस्तै छ मलाई पनि लास्टै टेन्सन भइरहेको छ यार यो पालि म तँलाई सहयोग गर्न सक्दिनँ यार साथी सरी यार साथी है नरिसा ल ल ठिक छ तँसँग छैन रहेछ त्यसो भए म जान्छु नि त है ए ल ल सानी बिमला कहाँ छौ फोन गरेको थियौ र पैसा पठाइदिनु के किन्नु छ र ब्याग किन्नु छ अनि ब्याग अस्ति भर्खर किनेको होइन कति 10,000 पठाइदिनु ए ल ल ल यसो गर क्युआर पठाइदियो म अहिले भर्खरै पठाइदिइहाल्छु है ल ल ल ए साला बिमलालाई चाहिँ उसको बिमलालाई चाहिँ पैसा हामीलाई चाहिँ छैन जिग्रे साथीहरूलाई होइन त पक तँलाई अबदेखि पक जानेछु